धन्यवाद सबैजनालाई मलाई भेट्नुको लागि यत्रोजना भएकोमा देख्न सक्नुहुन्छ मेरो दर्शकबिनहरू। यहाँ मेरो भ्लग स्टार्ट हुँदैछ। मेरो यो के भन्छ यो गेट एन्ट्रीदेखि मेरो लागि फोटो सेल्फी हाल्छु। सबैजनालाई मलाई भेट्नुको लागि यत्रोजना आउनुभएकोमा देख्न सक्नुहुन्छ मेरो दर्शकबिनहरू। यहाँ मेरो भ्लग स्टार्ट हुँदैछ। मेरो यो के भन्छ यो गेट एन्ट्रीदेखि अनि यो सबजना मलाई भेट्न आएको देख्न सक्नुहुन्छ। मेरो फ्यान फलोवर्स गाइज मेरो फ्यान फलोइङ देख्न सक्नुहुन्छ तपाईँहरूले। मेरो एकदम बिगेस्ट फ्यान यहाँ त हुनुहुन्छ। मलाई 11 महिना पनि जारा अझै बनाउने फ्यान यहाँ त देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो फ्यानहरूलाई। अनि हामीलाई चाहिँ मतलब छैन कसले के भन्छ भने हामी त बोलेको गर्ने हो। यहाँ नजिक हेर्नुहोस् यहाँ मान्छेको भिड। मान्छे छैन भन्ने को हुनुहुन्छ यहाँ नजिक? मान्छे नै छैन भन्ने मान्छेलाई म यहाँ मान्छे देखाउन चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, देख्न सक्नुहुन्छ तपाईँहरूले। मेरो पछाडि पनि देख्न सक्नुहुन्छ कति धेरै मान्छे छ। मान्छेको कमी छ छैन तपाईँको फ्यान मेरो लागि फोटो सेल्फी हाल्नु फोटो खिचिन्छ म्याम। तपाईँले यो भए सुनिराख्नु चाहिँ नि माइकमा बोलेको यो चाहिँ हाम्रो पसन्द सो हामीलाई सर फेरि यहाँ माइकमा भन्नु न, भिडियोमा भन्नु न, भिडियोमा भन्नु न। हामी अब यहाँ नजिक अब हाम्रो भिडियो अलिक पछिसम्म देख्छौँ। यहाँ अब कोलाहालमा हामी धेरै भिडियो बनाउने छैनौँ। थ्याङ्क यू सो मच अहिलेको लागि चाहिँ। सो यहाँ नजिक चाहिँ के को भाषण भइरहेछ भन्दाखेरि लागु पदार्थ दुर्व्यसन र यस्तो भन्छ नि विसङ्गतिको बारेमा चाहिँ कुरा गरिरहेछ हाम्रो बसन्त बस्नेतले। अनि यो कुराहरूबाट चाहिँ तपाईँहरू पनि सचेत हुनु होला। किन भन्दाखेरि तपाईँहरूले चाहिँ यो कुराहरू सचेत हुनु भने तपाईँको जिन्दगी फुलबुट्टे सारी जस्तै हुन्छ होइन, सबैले फेरि हिँड्ने। त्यही भएर चाहिँ त्यही भन्न चाहेँ। अनि यो तपाईँहरूलाई कतिजनालाई मनपर्छ गाइज, मनपर्छ भने भन्नु होला, म किन्छु कमेन्ट गर्नु होला। मेरो फ्यान फलोवर्सहरू यति धेरै छ कि मलाई के भन्नु यहाँ नजिक जहिले देखिने भने के भन्दाखेरि जाडो महिनामा पनि जाडो हुँदैन, गर्मी हुन्छ। किन भन्दाखेरि यहाँ नजिक जलवा हो, जलवा हमारा धीरेन यहाँ भेटेछ कि धीरेन म भ्लग बनाइरहेछु। भ्लग मामासँग दर्शन भेट भयो। निकालिदिन ल निकालिदिउँ ल। सो हामीले यहाँ 2-3जनालाई भेटिसक्यौँ। अब म उता जान्छु ल। बक्सिङ पनि हान्दा हुन्छ कि कहाँ कति रुपियाँ लिन्छ? 50 रुपियाँ 1 सर्टको। 1 सर्टको 50 रुपियाँ ल। 1 सर्ट हानिदिनु। खोइ सोल्डा मेरो सोल्डा खोइ। आज मेरो स्टामिना पनि टेस्ट हुनेछ यहाँ नजिक। तपाईँ मेरो बडी गार्डहरू है। यहाँ देख्न सक्नुहुन्छ मेरो एकपट्टि यहाँ सर हुनुहुन्छ, एकपट्टि यहाँ अनि म्याम पनि हुनुहुन्छ। उहाँ चाहिँ मेरो बडी गार्डहरू। 2जना चाहिँ बोइजको लागि अनि 1जना चाहिँ गर्ल्सको लागि। यहाँ नजिक चाहिँ बक्सिङ हान्नु पऱ्यो। हामी अब यहाँ नजिक देखाउनेछौँ तपाईँहरूलाई। हाम्रो दिदीलाई देखाउनेछौँ हामी यहाँ। के भयो हामी अब फेरि जाँदैछौँ। बक्सिङ कता छ? बक्सिङ सोल्डा बक्सिङ हेर्नु न। बक्सिङ हाल्न जाँदैछौँ हामी आफ्नो एनर्जी, मेरो एनर्जी टेस्ट गर्नेछौँ यहाँ, गर्नुपर्नेछ यहाँ। तपाईँ पनि एनर्जी टेस्ट गर्नुहुने, एनर्जी टेस्ट गर्नुहुने कति छ एनर्जी पावर? कहाँ नजिक चाहिँ यता बक्सिङ हामी हरेक कुरालाई चाहिँ टेस्ट गर्नेछौँ यहाँ। अब कतिजना भेट्ने हुन्छ सबैजनासँग भेट गर्नेछौँ हामी।
अब बोलाउनु त धेरैजनाले बोलाएको हुन्छ होइन, तर भेट हुनु चाहिँ संयोगवश हो। पैसा ही पैसा है। फ्रन्ट क्यामेरा होइन यसरी क्या यसरी। भिडियो दामी बनाउने दामी 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 हान्नु। लाग्छ लाग्छ लाग्छ। ल ब्याक शट 400 ल दाहिने शट दाहिने। यस्तरी लाग्छ नि छोडिदिउँ 4 थियो 5 थियो पुगाउनु सकेन त्यहाँ। यहाँ नजिक यहाँको पाहाड भन्दा नि मेरो पाहाड अलिक ज्यादा छ। तपाईँ हान्ने हो खेल्ने हो? झन्डै 600 हान्छ यार। प्र्याक्टिस उडाउनेको चाहिँ के भन्दा नि त्यो जोडी कपालहरूले उडाउने अरे क्या, यो चाहिँ जति माथिसम्म गयो त्यति लङ लास्टिङ के भन्छ रिलेसनसिप अरे क्या। तपाईँलाई यसको बारेमा के थाहा छ? ठिक छ ल। अब यता चाहिँ के जानु, खानेकुरा चाहिँ खाने हो के खाने हो? प्रत्यक्ष प्रसारण गर्दैछौँ बिना एडिटिङ बिना इफेक्टको होइन। यहाँ अब यस्तो हुन्छ कस्तो भन्दाखेरि अब कतिपय ठाउँमा चाहिँ के पनि हुन्छ भन्दाखेरि अब कतिजनाको गर्लफ्रेन्ड अर्को केटासँग हिँडिरहेको पनि हुनसक्छ होइन। यहाँनिर फर्काइ हो सड्काइदिउँ भनेको चाहिँ फेरि त्यो उल्टे उल्टे गाली गरिदिन्छ कि मलाई हो हो हो। फोटो खिच्नुलाई एक दुईवटा। यस्तो भिडमा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति आफू चाहिँ संवेदनशील भएर चाहिँ हिँड्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो क्रिएटरहरू हुनुहुन्छ अनि क्रिएटरहरूले तपाईँहरूलाई भाइरल गरिदिन सक्छ बिकज तपाईँहरूको त्यो अब के भन्छ तपाईँहरूको इमेजहरू अब कतिजना चाहिँ अब डाउन गर्नुकै लागि पनि भिडियो हालिदिन्छ, कतिजना चाहिँ होइन राम्रोको लागि गरिदिन्छ। त्यो सबै आफ्नो त्यो उसको इन्टेन्सन हो। यहाँ चाहिँ राम्रो, यहाँ फोटो खिच्यो अनि यहाँ नजिक अब हामी फेरि फोटो सेसन गर्दैछौँ। यहाँ मैले मेरो आफन्तहरूलाई पनि भेटिसकेँ। यहाँ देख्नु सक्नुहुन्छ मेरो आफन्तहरू। यतिको संस्कारी भान्जी पाउनु चाहिँ मैले ठुलो कर्म गरेको हुनुपर्छ। लालेहरूसँग छ ए उसको अर्कै धुनु होला अनि ल ठिक छ। मलाई फोन गर्नु भने चाहिँ फोनै गरेन। सो अब हामी यहाँ डान्स हेर्दैछौँ। कपिराइट लाग्न सक्छ, कपिराइट लागेको म हटाउने छु अनुरोध गरे। त्यसपछि दोस्रो नम्बरमा हाम्रो ग्रुप डान्स चौधरी र शिक्षा चौधरीको हुनेको छ। त्यो लगतै हाम्रो विजय भगतज्यू पनि रेडी हुनु होला। तपाईँको तेस्रो नम्बरमा छ। लगायत यदि कोही इच्छुक हुनुहुन्छ नाचको लागि गानको लागि तर टोटल कल्चरल बेस चाहिँ हामीले चाहिँ आज किनकि हाम्रो यो मेला होइन, यो उन्ने मेला होइन, हाम्रो यो सांस्कृतिक साँझ हो नहरको छेउमा। त्यसले हामीले चाहिँ यो आफ्नो मौलिकता आफ्नो कल्चर देख्न सक्नुहुन्छ। माथिदेखि यस्तो देखिन्छ वाउ टाइपको गाडी आएर गाडी मलाई नचराउने। बुलेट ग्रुप ग्याङ गइरहेको छ। यहाँ ग्याङ गइसक्यो, एउटा ग्याङ गइसक्यो। यहाँबाट स्ट्रेट हुन्छ जाने एउटा फोटो हान्ने यहाँबाट।
यहाँ दर्शकहरूको अन्याय गरिरहेछ माइकमा बोल्ने मान्छेको नाम के हो यो माइकमा बोल्ने मान्छेको थाहा भएन कि तर दर्शकहरूको अन्याय गरिरहेछ दर्शकहरूलाई यहाँ सबै पैसाको माया गरिरहेछ यहाँ नजिक देख्न सक्नुहुन्छ यहाँ दर्शकहरू यसरी यहाँ हामीलाई अन्याय गरिरहेछ हामी नृत्य हेर्न आएको मान्छेलाई भाषण सुनाइरहेछ त्यो पनि 1500 भएको हुन्छ नि 1500 रुपियाँको पारी भनेर गीत आइसकेको छ 9 डाँडा पारी वाउ 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 आज हाम्रो फाइनल गेममा देख्न सक्नुहुन्छ अहिले एकछिन छोड्दैन भाइ अलिकति पछाडि आऊ त भाइ अलिक पछाडि आऊ नभए ल नभए ताली ताली फोटो सेसन सकिसक्यो क्यामेराम्यान यति धेरै छ बेस्ट प्लेयर यता दुईटा ट्रफी आइसक्यो चिराउने कस्तो लागिरहेछ भन उच्च बेलकटा आजका यस खेलभरिकै उच्च बेलकटा हुन्छ जर्सी नम्बर 7 का सुशान्त राय के भन न पैसा दिएन हामीले जितिसकेको छौँ अनि ट्रफीहरू चाहिँ अब यता के भन्छ आशिष भाइकोमा छ कोचकोमा अनि म मम्मीलाई देखाएर आजको हाम्रो भिडियो इन गर्न चाहन्छु होइन मम्मी लाइक कमेन्ट सब्सक्राइब भनिदिनु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हजुरहरूले धन्यवाद के अरे